केकी भन्छ यसलाई चाहिँ केकीको भयो यता यहीँ बस्दा लोड जाँदै जाँदा बस्थ्यो कल्लो समय हेलो साथीहरू के छ खबर के छ तपाईँहरूको खबर मेरो सब ठिकठाक छ भन्दै मेरो युट्युब च्यानलतिर लाग्छु फेरि पनि वेलकम छ मेरो युट्युब च्यानलमा तपाईँहरूलाई धेरै समय पछि म पनि फेरि युट्युब च्यानलमा आएको छु तपाईँहरू के गर्दै हुन्छ कसो गर्दै हुन्छ म चाहिँ बत्तलमा यस्तो बोकेर मकै खान लागेँ अन्त के गर्नु राईको छोरो पर्यो खानुपर्ने हुन्छ अलिकति भए पनि चिरेप्प होइन के गर्नु त जीवन खानु त पर्यो यहाँ हाम्रो यस्तो छ बाटो यस्तो चाहिँ यता जानुपर्छ अनि यहाँ चाहिँ हाम्रो भाइहरू पनि अन्त म चाहिँ यहाँ चट्टोसितले निगार बोकेर जाँदैछु यहाँनिर छ दिदीभाइहरू काठ काटिरहेको रहेछ म चाहिँ काठ काट्दै बसिरहेको रहेछ हाम्रो साथीहरू होइन यहाँ तल चाहिँ को भाइ रहेछ भन्ने कुरो हुन्छ हामीलाई चाहिँ यहाँ त ओइ 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 के गरेको भाइ यहाँ चाहिँ काठ काटी आएर चाहिँ रामिते खाजा बोकेर म चाहिँ फेरि पनि लागेँ यहाँ भाइहरू चाहिँ काठ काट्दै रहेछ काठ भन्दा पनि दाउरा अनि म चाहिँ अब यस्तो खालको मकै गर्नु लाग्नु पऱ्यो भन्ने हिसाबले म चाहिँ हिँडिरहेको छु अब धेरै टाढो त छैन त्यहाँ नजिकै हो र पनि यहाँदेखि अब यो बाटो त हिजो पनि हिँड्यो आज पनि हिँड्दैछु होइन त्यस्तो छ साथीभाइहरू सानो पुच्ची खेल्दै बसिरहेको रहेछ कि अब के रियाक्सन के हुन्छ हेरौँ है के भन्छ रियाक्सन ओइ के गरेको भन् के गरेको भन् के गरेको हँ के गरेको भन् त किन बस्यो यहाँ हँ हँ मम्मी कहाँ छ ऊ पढाउने को ऊ पर भैँस ल्याउने को नाम को भन् त नाम के हो हँ नाम के हो पढाएको उपर भैँस ल्याउने भैँस ल्याउने मान्छे यता भैँस हान्छ भैँस हान्छ को भन्दा आउने को नाम के हो चिन्छ सुटु को आउने अङ्कल नाम के हो उपरको अङ्कल नाम के हो भैँस चराउने अङ्कल नाम के हो अङ्कल हो आइ हान्छ कि यसले हँ उसको आमासँग आएको होला नि सु होइन यो फुजीले चाहिँ रियाक्सन केही दिएन क्या तर्सेन पनि तर्सिन्छ कि भनेको तर्सेन पनि रियाक्सन केही दिन्छ कि भनेको त त्यहीँ हेरिरहेको छ त्यसले उभिएर म चाहिँ यतिकै झुल्दै बसिरहेको रहेछ कि झुल्दै झुल्दै बसिरहेको रहेछ उहाँको पनि थाहा नपाइने क्या चाहिँ हाम्रो कुप्पा गोठाला के बारीमा पनि आइपुग्नु लाग्यो अनि चट्ट यहाँ आडमा हेरेको यहाँ चाहिँ यो कुथुर्का भन्छ हरियो खालको हुन्छ तर यसको चाहिँ यो चाहिँ फुल्दा चाहिँ सेतो फुल्छ यसले यस्तो खालको फिससँगै पारेर अनि होइन चाहिँ अब यो हुन्छ नि त यसको माउ चाहिँ फेरि हरियो हुन्छ कि
यसलाई कुथुर्का भन्ने गर्छ हाम्रो चाहिँ, तपाईँहरूतिर चाहिँ के भन्ने गर्छ यसलाई चाहिँ कमेन्ट जरुर गर्नुपर्ने हुन्छ तपाईँहरूले। र हामी चाहिँ यति बेला म चाहिँ यहाँ बारीमा चाहिँ यो बारी खन्नुपर्ने, यहाँदेखि चट्ट उता पर अनि यहाँ तल खन्नुपर्ने, बोतल पनि टक्क छ हातमा। म चाहिँ अब खन्नुपर्ने हुन्छ बारी है साथीभाइहरू। ल खन्नमा चाहिँ रेडी हुनु पर्यो। अब यो कान्छी भर्खरै आएर झारेर मैले यति खनिसकेँ 1 घन्टा पछि आएर। मलाई चाहिँ साथी भोक लाग्यो क्या, यस्तो खान आँटेको। वाउ कति नमिठो हौ। त अल्छिरी चला खान्छस् आइज खानु। ल म चाहिँ अब खान थालेँ। कति मिठो हो क्या। यो भनेको कहाँ जान्छस् काम गर्न त च्यानडाँडा घुम्न आएको। च्यानडाँडा पो काम गर्ने मान्छे च्यानडाँडा घुम्न जान्छ र म चाहिँ निगार खाल्छु। यो च्यानडाँडा घुम्न जान्छ अरे, यसको काम छैन। अब जाँगर चलाउनुलाई त यस्तो खानुपर्छ अनि जाँगर चल्छ। के गर्नु म चाहिँ बुट चलाउनु पर्यो। साथी अलिकति चिरिप्प लाग्यो। अब ड्याङ 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 खन्ने हो त्यहाँ अलिकति। अनि यसो 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 चाहिँ सकिन्छ कि भन्ने हो। अनि यता माथि चाहिँ 2-4 दिन लाग्ला साँच्चै पनि। यस्तो पारा काम गरेर छिट्टै सकिहाल्छ नि। यहाँ हामी चाहिँ 2 जना दाजु बहिनी भएर यसले मेरो सातो खाइदियो। मेरो सातो खाइदियो। मेरो सातो खाइदियो। मेरो सातो खाइदियो। देखाउन चाहन्छु पुतैले बसिरहेको छ यहाँ। अनि के अरे के गर्न जान्छस्? अनि पानी आयो भने के गर्छस्? यस्तै काम त्यहाँ माथि त्यहाँ माथि चरा गुड बच्चा रहेछ। ऊ त्यहाँ अच्छी छ। त्यहाँ माथि ऊ माउ पनि छ त्यहाँ। त्यहाँ माउ ठ्याक्कै यहाँ माथि गुड छ। यहाँनिर छ। च्याक च्याक गर्दै कराउँथ्यो है। यहाँ बेबी यहाँ बसिरहेको रहेछ। एउटा यो खेद्ने हो। यहाँ ठाडो परेर बसिरहेको रहेछ। उठ्दैन। यसले पानी आएर मर्छो गरेर समाएर माथि राख्नुपर्छ बेबीलाई। गाई छु क्याकी भन्छ यसलाई चाहिँ। क्याकीको भयो यता यत्रो माई कति क्युट छ बब्बाल खालको। हाम्रो कान्छीलाई दिन्छु यसले के गर्छ। ल ल बच्चा ओ यता राख्नु पर्छ नि भरे काइन्ड मर्छ नि त तल बारीमा। बस्न सक्छ कहाँ झर भनेको यता झर्छ भनेपछि ल कल्लो समायो डराएको चाहिँ नि फुकुरेन डरले के भइसक्यो यहाँ।
तलब यहाँ राखिदिन्छु ल अलिक झ्यापुले ठाउँमा राख्नु पर्थ्यो कहाँ राखिदिनु उडी जान्छ झरेको हो नि देख्छ के त कराइहाल्छ नि एकछिनमा यो भित्र राख्नु पऱ्यो यसलाई चाहिँ साथी होइन मैले लड्छ भने गाह्रो हुन्छ फेरि यहीँ बस्छ लडिजाले झ्याट्टै बस्थ्यो सबास त्यहीँ बस् ल नउडी जा है यहाँ त सुरक्षित साथले भरेमा भएर उडाउँछ ल यहाँभित्र है ल साथीभाइ चराको उद्धार भयो टक्क राखिदिएको छु यहाँ माथि थियो ऊ तल गएर भुइँमा झरेको थियो टक्क लिएर ठ्याक्क ऊ यहाँ राखिदिएको छु माउहरू ऊ पर च्या च्या गर्दै कराउँदैछ ऊ त्यो माउ चाहिँ तिनीहरू है तिनीहरू माउ चाहिँ फेरि है साथी हो अलि सौदाले यहाँ छ टक्क सिधले तल उद्धार गर्नु गएको थिएँ कि अनि त्यही भएर नि सक्यो मकै बारी खन्दै सक्यो भन्दा जिउँदैछ त्यहाँ माथि राम 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 होइन तर अहिलेलाई चाहिँ सोध्छु अल्छी लाग्दा अल्छी लाग्यो मलाई अब जाँड खान्छु निगार खान्छु अनि जान्छु साथी हो यसो भन्दै अब लाग्छु भिडियो हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला यहाँ चाहिँ अनि मकै खनिरहेछ कि म चाहिँ अब जाने हो अल्छी लाग्यो ठक्क शीतल बाई बाई गुड नाइट भन्नु मिल्दैन फेरि पनि भिडियो हेर्दै भने फेरि भिडियो आउँछ नि फेरि भोलि पर्सितिर फेरि